मैले त दबाइरहन्छु दबाइरहन्छु। बिहान यहाँबाट कति सानो देखिन्छ है, हाम्रो गाउँबाट त बहुत ठुलो देखिन्छ त। ए बिहान जङ्गल यो रोड कस्ता रोड छ नि, यहाँ तलतिर नै चक्कर आउने टाइपका हो नि दाजु। ए तल कस्तो रोड चाहिँ माथि खसो पनि गाउँछ, यो खसो पनि क्या होला है अन्त दाजु फेरि भन्नु त माथिबाट खसिसक्यो भने मान्छे एकदम मृत्युको अवस्थामा छ। अघि जो भन्नु त बालन साहबलाई के भन्ने अरे बजे? बालन साहबलाई के भन्ने, राम्रो बाटो सुधार गर्नु पर्यो, राम्रो विकास खुलाउनु पर्यो, हाम्रो हरिजन जनतालाई कस्तो सहयोग हुन्छ उही गर्नु पर्यो। हामीले फेरि सुन्छौँ, फेरि मान्छेले यसले यस्तो गर्यो भने हामी छान्छौँ त। हामीलाई देखेर राम्रो गऱ्यो भने छान्छौँ, अराम्रोलाई त्यो गुल्टाइदिनेदेखि भने नराम्रो गर्नु गुल्टाइदिने मासालपछि होइन। सही हो, त्यसले बुट्किदिन्छ गुल्टाइदिने। जसले राम्रो गऱ्यो त्यसलाई कसरी राम्रो होला भनेर हामी 2 साल लागेर जिताउँछौँ त। त्यही त्यही बोलिकन तपाईँ चुरो खानुहुने र खानुहुन्न माझे मजा आयो मैले। यहाँ जाँदैछन् क्या मान्छे दाजु मेरो भनौँ हेर्नु रोड कस्तो छ दाजु देखाउनु भयो। अगाडि हिँडिरहेको गाइस हेर्नु, माइजूसँग हिँड्नु भएको सबै दाजु यस्तो पार्टीतिर यसो मोबाइल घुमाउनु ल छिटो आऊ छिटो। ल ल क्या राख्ता हूँ त हाँ दिखा यो हाम्रो दैलेख कालीकोटको बाटो।